आज हामी कहाँ हाम्रो 3 वर्षको छोरी क्षेत्र पार्टीबाट आउनु भएको छ। उहाँको समस्या चाहिँ बेला बेलामा खोकी लाग्थ्यो। हामीले केही प्रश्न सोधिसकेपछि हाम्रो छोरीलाई लगभग हेर्न सक्नुहुन्छ 3 3 6 3 9 3 12वटा लगभग 20-25वटा क्वेसन सोद्धाखेरि 12वटा प्रश्नको एन्सर चाहिँ लगभग मिल्यो। भनाइको मतलब हामीले एक प्रश्न सोद्धाखेरि यिनलाई हामीले दम शंका गर्यौं र दम शंका गरिसकेपछि यिनलाई अनावश्यक रूपमा एन्टिबायोटिक, अनावश्यक रूपमा खोकीको औषधि, अनावश्यक रूपमा बाफ लाउनु भन्दा पक्कै पनि यो एकदमै बेटर हुन्छ भनेर यसको प्रयोग गर्नलाई सुझाव दिन्छौं। भन्नु पर्दाखेरि हाम्रो जस्तो देशमा प्रत्येक 12 जना बच्चामा 1 जनामा दम छ। अझ विशेष गरेर यो काठमाडौँको धुलो धुवामा खोकी लागेर बच्चाहरूलाई दमको एट्याक पनि आउने गर्दछ। तर यसलाई प्रयोग राम्रोसँग गर्न जानियो भने ठीक पनि हुने गर्छ। तर हामीले हेर्ने बिरामीहरुमा मैले आफूले के पाउँछु भन्दाखेरि धेरैजना आमा बुवाहरुले यो प्रयोग गर्न जानेको देखिएन। त्यसकारण आज हामी यिनी छोरीलाई प्रत्यक्ष रूपमा कसरी प्रयोग गर्ने भनेर हामी सिकाउन गइरहेका छौं। हामी कहाँ दमको लागि प्रयोग गर्ने भनेको एउटा कन्ट्रोलर र एउटा रिलिभर हुन्छ। कन्ट्रोलर भनेको निलो खालको हुन्छ जसलाई चाहिँ हामीले प्रयोग गर्ने तरिका हामी हेर्न गइरहेका छौं। यो भनेको फेस मास्क भो, यो स्पेसर भो र यो भनेको मिटर डोज इन्हेलर भन्छौं। यो भनेको आस्थालिन भनौं न। यसलाई चाहिँ प्रयोग गर्नुभन्दा अगाडि सुरुको समयमा सुरुवाती जस खोलेको बेलामा हामीले हल्लाएर बाहिर फाल्नु पर्ने हुन्छ। तर सुरुमा चाहिँ हामीले के बुझ्नु पर्छ भन्दाखेरि यो प्रयोग गर्नुभन्दा अगाडि हात साबुन पानीले धुने वा स्यानिटाइजर प्रयोग गर्नुपर्ने हुन्छ। अब यो भाँडोलाई हामी हाम्रो छोरीको नाक र मुख भरिने गरी राख्दाखेरि त्यो भन्दा अगाडि बच्चालाई लामो सास फेर्न लगाउने, त्यसपछि यो अघि हल्लाइसकेको छु जुन, त्यसपछि हल्लाउने या जोड्ने र फुस्स थिच्नु पर्ने हुन्छ। अब हेर्छौं है त। पहिला हामीले यसरी हल्लाउने, यसमा जोड्ने, त्यसपछि नानीकोमा यहाँ राख्ने। राखिसकेपछि यसरी राखेपछि हामीले यसरी थिच्ने अनि हाम्रो नानीले कम्तीमा पनि 5 देखि 15 पटकसम्म नर्मली सास फेर्नु पर्ने हुन्छ। त्यसकारण जेनरली हामीले 10 चोटीसम्म सास फेर्यो भने पनि हुन्छ भने तापनि उनलाई गाह्रो हुँदैन भने 15 चोटी पनि सास फेर्न सकियो। जस्तो कि यिनले सास फेर्दाखेरि 1 2 गरेर नर्मली सास फेर्छन्। यसमा गर्ने गल्ती भनेको कोही बच्चाहरूले नबुझेर वा बुझाउन नसकेर वा अप्ठ्यारो भएर गर्छन्, त्यो पनि गलत हो। त्यसकारण उनले नर्मली आफ्नो हिसाबले 1 2 गरेर सास फेर्नु पर्ने हुन्छ। र सास फेर्दाखेरि मेसिन हेरेर कुनै मेसिनमा यो जुन यस्तो यहाँ पहेँलो कलरको छ यो मुभमेन्ट देख्न सक्नुहुन्छ। हजुरले देख्नु भएको छ मम्मी? देख्नु भएको छ है? यो मुभमेन्ट भइरहेको हुन्छ। लगभग 10 चोटीसम्म गरेर सास फेर्ने। यसरी प्रयोग गरिसकेपछि प्राय आमाबुवाहरूले के गर्नुहुन्छ भन्दाखेरि यो सहेको हो भने 2 पटक थिच्नु भन्दाखेरि नबुझिकन फुस पार्ने गर्नुहुन्छ, जुन चाहिँ बिल्कुलै गलत हो। त्यसकारण एकचोटी प्रयोग गरेर निकालिसकेपछि फेरि गरौँ भनेर एकचोटी नभए फेरि हल्लाउन सकिन्छ, फेरि जोड्न सकिन्छ र फेरि यसो गरेर हामीले कम्तीमा 10 पटकसम्म उनले सास फेरेको राम्रो मान्छ। र यो प्रयोग गर्दाखेरि जहिले पनि यो फेस मास्क चाहिँ टाइट हुनुपर्छ। नाकबाट लिक हुनु भएन, तलबाट लिक हुनु भएन, मजाले प्रयोग गर्नुपर्ने हुन्छ। निलो प्रयोग गरेको केही समयपछि पिंक वा ब्राउन कलरको हुन्छ, त्यसलाई प्रयोग गर्ने। र अर्को बुझ्नुपर्ने कुरा यो प्रयोग गरिसकेपछि मुख कुल्ला गर्न सक्ने बच्चालाई कुल्ला गर्न लगाउने, हैन भने दूध वा पानी खुवाउन सकिन्छ। र अर्को ध्यान दिनुपर्ने कुरा जोड्नमा। कतिपय आमाबुवाहरूले जोड्दाखेरि यो माथि छ यो माथि छ, कसैले नबुझिकन यसरी तल पनि जोडेको पाइयो, कसैले 2 चोटी फुसफुस पारेको पनि पाइयो, कसैले चाहिँ यतिकै राखेर छोड्ने गरेको पनि पाइयो। त्यसकारण यो कुरामा एकदमै ध्यान दिनुपर्ने हुन्छ। यो जेनरली हप्तामा 1 चोटी नर्मल पानीमा धोएर सुकाउन सकिन्छ भन्छ। र अर्को भनेको 6 महिना हुन्जेलसम्म वा धेरै प्रयोग गर्दाखेरि दागहरू बस्यो भने यो फेर्नु पर्ने हुन्छ भन्छ। तर हामीले यसमा सबभन्दा महत्त्वपूर्ण कुरा के बुझ्नुपर्छ भन्दाखेरि अवस्था हेरेर यो रिलिभरलाई हामीले 3 देखि 5 दिन दिन्छौं वा गाह्रो परे बेला प्रयोग गर्छौं। र कुनै हामीले कन्ट्रोलर भनेर जुन हामीले पिंक कलरको वा ब्राउन कलरको प्रयोग गरेका छ भने त्यसलाई लामो समयसम्म अर्थात् पर्यो भने 6 हप्तासम्म दिनुपर्ने हुन्छ, कतिपय अवस्थामा 3 महिनासम्म दिनुपर्ने हुन्छ। तर बिचमा छोड्न चाहिँ मिलेन। र कतिपय आमाबुवाहरूले फेरि मैले त निलो पनि प्रयोग गरिरहेको छु, पिंक पनि प्रयोग गरिरहेको छु भनेर भन्नुहुन्छ, जुन चाहिँ बिल्कुलै गलत हो। र अर्को कतिपय आमाबुवाहरूले फेरि मैले त बिचमा प्रयोग गर्न छोडे पनि भन्नुहुन्छ। त्यसकारण प्रयोग गर्दै नगर्नु, यदि प्रयोग गर्नु परेको छ भने चिकित्सकको सल्लाह अनुसार प्रयोग गर्नुपर्ने हुन्छ। र यही सानसानो गल्तीले गर्दा फेरि औषधि त गरेको तर ठीक भएन भन्ने कुरा हुन्छ। त्यसकारण तपाईहरु सबैले यो कुरा बुझ्नुपर्ने हुन्छ। र पिंक कलरको जुन छ यसलाई चाहिँ हामीले
100 को 200 कतिको छ भन्ने कुरा हुन्छ। अहिले चाहिँ मैले तपाईँलाई 100 को 2 पटक बिहान 2 पटक बेलुका भनेको छु। 2 पटक बिहान 2 पटक बेलुका कम्तीमा 6 हप्ता परेको गर्छौँ र 6 हप्तापछि रेस्पोन्स कस्तो आउँछ अनि हामी फेरि भेट्नेछौँ है। हुन्छ, नमस्ते छोरी। नमस्ते। मेरो मुटु हो नि, मुटुले चुप्पा गरिदिन्छ अब। थ्याङ्क यू। हस्।